यस सन्दर्भमा मलाई निर्वाचित गर्ने रुकुम पूर्वका जनता र हामी सबैलाई निर्वाचित गर्ने आम नेपाली जनताप्रति हार्दिक कृतज्ञता सहित धन्यवाद ज्ञापन गर्न चाहन्छु। जनताबाट निर्वाचित भएर आउनुभएका सबै मान्य सदस्यहरूलाई हार्दिक बधाई र शुभकामना व्यक्त गर्न चाहन्छु। हिजो सत्तामा रहँदा र हिजो प्रतिपक्षमा रहँदा समेत दुवै भूमिकामा सहकार्य गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो निर्वाचनमा झन्डै 2/3 सफलता प्राप्त गरेको छ। त्यसका लागि म सभापति माननीय रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई विशेष बधाई भन्न चाहन्छु। प्रतिनिधि सभाको यो नयाँ भवनमा उभिएर मैले सम्बोधन गर्दै गर्दा मेरो स्मृतिमा इतिहासका ती क्रान्तिकालीन दिनहरू ताजा भएर स्मरणमा आएका छन्। बाहिरबाट हेर्दा यो भवन सिमेन्ट, इँट, फलामले बनेको छ, तर यसको अन्तर्यमा हजारौं शहीदहरूको बलिदान अन्तर्निहित छ। हरेक वर्ग, वर्ण, जाति, क्षेत्र र समुदायको प्रतिनिधित्व रहेको यो इन्द्रेणी संसदका लागि हिजो हामीले बन्दुक उठायौं। हजारौंले शहादत प्राप्त गर्नुभयो। यो भवनको जगमा तिनै हजारौं शहीदहरूको रगत रहेको छ। यसका हरेक भित्ता बलिदानले रङ्गिएका छन्। म इतिहासका ती सबै सशस्त्र र शान्तिपूर्ण जनआन्दोलनका ती सबै शहीदहरूप्रति, जेनजी आन्दोलनसम्मका पनि सबै शहीदहरूप्रति र आन्दोलनका क्रममा बेपत्ता घाइते योद्धाहरूप्रति हार्दिक कृतज्ञता र सम्मान प्रकट गर्न चाहन्छु। उहाँहरूको परिवारजनप्रति पनि म श्रद्धापूर्वक सम्मान व्यक्त गर्न चाहन्छु। निर्वाचन परिणामको हिसाबले निकै खुम्चिए पनि यो निर्वाचनका पक्षमा वातावरण बनाउन हाम्रो दलले खेलेको भूमिका नवनिर्वाचित तपाईँ सबै मान्य सदस्यहरूलाई अवगत नै छ भन्ने म ठान्दछु। परिणामको दृष्टिले सानो ठुलो जेसुकै भए पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गतको यो प्रतिनिधि सभामा महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारू, उपेक्षित, उत्पीडित समुदाय र वर्गको इन्द्रधनुषी प्रतिनिधित्व मेरो लागि पार्टीको विजय भन्दा महत्त्वपूर्ण छ र महत्त्वपूर्ण रहिरहनेछ। तपाईहरूमध्ये धेरै जसो नयाँ हुनुहुन्छ। आज जस्तो समावेशी र समानुपातिक व्यवस्था हिजो थिएन। प्रजातन्त्र आइसकेको भनिए पनि 48 सालको आम निर्वाचन पछिको संसदमा दलितको प्रतिनिधि जम्मा 1 जना मात्रको थियो। अहिले कति हुनुहुन्छ? 17 जना। 51 र 56 मा त संसदमा एउटै पनि दलित प्रतिनिधित्व थिएन। 48 सालको जम्मा 6 जना, 48 सालको संसदमा जम्मा 6 जना महिला हुनुहुन्थ्यो। 51 साल र 56 मा 12 जना। अहिले कति महिला हुनुहुन्छ? 96 जना, झन्डै 100 जना। आदिवासी, जनजाति, पिछडिएको क्षेत्र, मुस्लिम, थारू, मधेसी, उत्पीडित वर्गका हकमा पनि तथ्याङ्क करिब यही नै हो। यो प्रतिनिधित्वको कथा रगतले लेखिएको छ। म तपाईँ सबै नयाँ मान्य सदस्यहरूलाई एकचोटि इतिहासको फेरि अध्ययन गर्न, चिन्तन गर्न, मनन गर्न आग्रह गर्न चाहन्छु। र यो कथा क्रान्तिले लेखिएको छ। पिठ्युमा दुधे बालक र काँधमा बन्दुक बोकेका महिलाहरूको बलिदानले लेखिएको छ। मोल तोकिएका टाउकाहरूले लेखिएको छ। हामीले आफ्नो जीवनको सबभन्दा उज्यालो समय अन्धकारसँग लडेर नै बितायौँ। क्रान्ति, सङ्घर्ष र बलिदान हाम्रा लागि शब्द थिएनन्, जीवनचर्या बनेको थियो। क्रान्तिको त्यो मसाल हामीले आफ्नै रगतले लेखेका थियौँ, बालेका थियौँ। मैले त्यसै भन्ने गरेको होइन।
यो सम्मानित संसदमा जसको प्रवेश भए पनि मलाई आफ्नै प्रवेश भए जस्तो लाग्छ। सामन्तवादका विरुद्ध हामीले उठाएको बन्दुकले ढोका नखोलेको भए कहाँबाट यहाँ प्रवेश गरेर मन्त्री बन्नुहुन्थ्यो उत्पीडित समुदायका दलित, महिला, जनजाति आदि आदि। शान्ति प्रक्रिया लगत्तै काठमाडौँका भित्ताहरूमा हामीले मधेसी हुनुको गर्व स्थापित गर्ने अभियान सञ्चालन गरेका थियौँ। मलाई लाग्छ तपाईँहरूमध्ये धेरैलाई यो कुराको स्मरण होला। काठमाडौँसँग मधेसले काठमाडौँमै आफ्नो पहिचान र आत्मसम्मानको यति निर्भीक दाबी यसअघि कहिल्यै गरिएको थिएन भन्ने मेरो दाबी छ। बालेन्द्र शाह काठमाडौँको मेयर हुँदै आज देशकै प्रधानमन्त्री बन्नुभएको छ। पार्टी फरक होला, तर मेरो लागि यो क्रान्तिकै सङ्कल्पको जित हो भन्ने म ठान्दछु। मैले यो प्रसङ्ग यसकारण पनि उठाएको हुँ कि क्रान्तिका उपलब्धिमा गर्व गरिरहेको यही समाजका केही पात्र आज पनि क्रान्तिको अपराधीकरण गर्न तल्लीन छन्। शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुग्न नदिन अग्रसर छन्। मैले तपाईँहरूलाई गणतन्त्रका फूल मानेको छु। शान्ति प्रक्रियाको पूर्णता अब मेरो भन्दा तपाईँहरूको बढी जिम्मेवारी बन्न गएको छ। सभामुख महोदय, पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य छ। सबै उस्तै हुन् र त्यसमा प्रचण्डलाई पनि घिसारेर लाने गरिएको छ। के त्यही हो त सत्य? होइन। राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त झन् बिल्कुल हुँदै होइन। अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पनि राष्ट्रपासँग दह्रो सहकार्य गरेको थिएँ। दह्रो सहकार्य। सरकारमा हामीले सुशासनका माध्यमबाट लोकतन्त्रको राम्रो सर्भिसिङ सुरु गरेका थियौँ। सेवा प्रवाहको सरलीकरण र मेरिटोक्रेसीमा जोड दिएका थियौँ। ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रियादेखि भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धानबाट हामीले विधिको शासन अगाडि बढाउने ठुलो जमर्को गरेका थियौँ। कानुनमाथि नै शासन गरिरहेका देशका सबैभन्दा ठुला माफियासँग हामी निडरताका साथ लडिरहेका थियौँ। पछि तिनै तत्त्वहरूले देशको पहिलो र दोस्रो दल मिलाए र प्रतिपक्षका रूपमा हाम्रो सङ्ख्या सानो हुन गयो। तर त्यो सानो सङ्ख्याले 2/3 विशाल सत्तापक्षका हरेक व्यथितिका विरुद्ध लडी नै रह्यो।